हेलो गाइज, आज चाहिँ सुँगुरको आन्द्रा रक्तीसँग सिम्पल रेसिपी बनाउनु जाँदैछु म। पहिला चाहिँ मैले प्याज यसरी काटेँ, अनि अब टमाटर पनि काट्दैछु, अनि अदुवा पनि तासिसकेँ, अनि चाहिँ पोर्क ब्लड, अनि नेपाली मसला, अनि ओनियन, टमेटो। कराई तातिसकेपछि तेल हाल्ने, अनि तेलमा चाहिँ मसला फुराउने, अनि त्यसपछि आन्द्रा हालेर मजाले भुट्ने, अनि बेसार पनि हालेको छु। अनि त्यसपछि बिस्तारै चलाउँदै गएपछि नुन पनि हाल्ने। मजाले खरिएपछि चाहिँ मैले प्याज पनि राखेको छु। अब मसला पनि हालेँ मैले। मजाले चलाउने, अनि त्यसपछि टमाटर पनि राख्ने, मजाले चलाउने, अनि त्यसपछि मिट मसला पनि राखेको छु। पोर्क ब्लड पनि राख्ने, अनि मजाले चलाउने, अलिकति पानी राखेर पनि हाल्ने, अनि मजाले चलाउने, अनि मजाले खरिन दिने, ब्लडलाई पाक्न दिने मजाले। त्यसपछि रेडी हुन्छ हाम्रो सुँगुरको आन्द्रा रक्तीसँग। भिडियो मन परेमा सब्स्क्राइब गर्नु होला। बाई बाई।